नमस्कार रेप्सो पबमा फेरि पनि स्वागत छ। सो यो विक चाहिँ हामीले एकदम स्ट्रङ चाहिँ सेलिङ प्रेसर देखिरहेको छौँ। जुन कन्सोलिडेटिङ मार्केटको कुरा गर्दै थियौँ, अहिले चाहिँ हामी सर्ट टर्म चाहिँ डाउन ट्रेन्ड जस्तोमा चाहिँ गइरहेको जस्तो देखिरहेको छौँ। सो विकली क्यान्डल क्लोज भएको साथै हामी विकली टेक्निकल एनालिसिसतिर जाउँ पहिला सुरु। सो यो हप्ता चाहिँ एउटा रेड क्यान्डल बनाउन पुगेको रहेछ, माथिबाट हल्का फुल्का विक दिएर चाहिँ अनि क्लोज हुँदाखेरि चाहिँ एउटा स्ट्रङ चाहिँ तपाईँको सेलिङ प्रेसरतिर गएर चाहिँ एउटा रेड क्यान्डल क्लोज हुन पुगेको रहेछ। अझै पनि 50 पिरियड मुभ गएपछि माथि नै ट्रेड भइरहेको छौँ, तर हामी ग्याप हेर्छौँ भने चाहिँ एकदमै नजिक आइसकेको छ। हामी विकलीको ओभरअल ट्रेन्डको कुरा गर्छौँ भने चाहिँ एकदम स्ट्रङ तपाईँको अप मुभ, त्यसपछिको करेक्सन र अहिले चाहिँ साइडवेज मोमेन्टमै जस्तो चलिरहेको देखिरहेको छौँ। जुन हाम्रो यो साइडवेजको लेभलहरू ब्रेक नभएसम्म चाहिँ कन्सोलिडेसन प्याटर्न ब्रेक भयो, हामी फेरि अप ट्रेन्डतिर लाग्यौँ अथवा डाउन ट्रेन्डतिर लाग्यौँ भनेर चाहिँ भनिहाल्न मिल्दैन होइन। एटलिस्ट लङ टर्मको कुरा गर्ने हो होइन, स्ट्रङ तपाईँको मुभहरूको कुरा गर्ने हो भने चाहिँ। अहिलेको भोल्युमको हामी कुरा गर्छौँ भने चाहिँ जुन पिक लेभलको भोल्युमहरू चाहिँ त्यहाँबाट चाहिँ धेरै नै पर बसिरहेको छ। तर अब एभरेजको कुरा गर्ने हो भने चाहिँ हामी अहिले चाहिँ अबोभ एभरेज चाहिँ भोल्युम चाहिँ देख्न पुगिरहेको छौँ अहिलेलाई होइन। बजारको सेन्टिमेन्टको कुरा गर्छौँ, बजारको इन्ट्रेस्टको कुरा गर्छौँ भने चाहिँ एउटा अबोभ एभरेज चाहिँ इन्ट्रेस्ट जस्तो देखिरहेको छौँ हामीले अहिले। सो डेलीमा हामी फर्दर अन हामी कुरा गर्छौँ भने चाहिँ जुन चाहिँ एउटा स्ट्रङ एउटा सेलिङ सेन्टिमेन्ट देखेको थियौँ, त्यसलाई चाहिँ ब्रेक गरेर एउटा हाई पनि इस्ट्याब्लिस चाहिँ हुन पुगिसकेको थियो भने अहिले चाहिँ प्रिभियस तपाईँको हायर लोलाई ब्रेक गरेर फेरि पनि एउटा डाउन ट्रेन्ड जस्तो चाहिँ होइन, सर्ट टर्म डाउन ट्रेन्ड जस्तो चाहिँ बनाउन पुगिसकेको छ। अब अहिलेको क्यान्डलहरू हेर्छौँ भने चाहिँ माथितिर चाहिँ विक दिन पुगिरहेको छन् अनि क्यान्डलहरू सानै भए पनि रातो क्यान्डल चाहिँ बन्न पुगिरहेको छन्। हाम्रो रिसेन्ट महिनाको क्यान्डलहरू हेर्छौँ भने चाहिँ एकदमै विकहरू चाहिँ होइन, माथि पनि तल पनि, तर धेरै जस्तो चाहिँ माथितिर चाहिँ हामी देख्न पुगिरहेको छौँ। मोमेन्टम चाहिँ त्यस्तो स्ट्रङ आइसकेको छैन होइन। अब अहिले पनि हामी सर्ट टर्म हेर्छौँ भने चाहिँ सेलिङ मोमेन्टमतिरै गइरहेको छ, त्यही पनि बजार चाहिँ हल्का फुल्का चाहिँ बढ्न खोजिरहेको जस्तो चाहिँ देखिरहेको छौँ। त्यसलाई चाहिँ पचाएर चाहिँ फेरि पनि सेलिङतिर गइरहेको जस्तो नि देखिरहेको छौँ। तर हामी क्यान्डलहरू हेर्छौँ भने खासै त्यस्तो बोल्ड क्यान्डलहरू चाहिँ खासै केही बनाउनु पुगिरहेको छैनन् होइन। हल्का फुल्का बिचमा एउटा क्यान्डल चाहिँ बन्न पुगेको छ नि, तर त्यसलाई फलोअप गरेर चाहिँ एउटा होइन सस्टेन्ड एउटा स्ट्रङ सेलिङ प्रेसर चाहिँ देखिरहेको छैनौँ। सो चाहिँ हामी हेर्छौँ भने अहिलेको लागि चाहिँ एउटा कन्सोलिडेटिङ प्याटर्न फेरि पनि त्यसमै चलिरहेको जस्तो चाहिँ हामी देख्न सक्छौँ। सो मेन कुरा भनेको ट्रेन्ड र तपाईँको होइन सपोर्ट रेजिस्टेन्स हामी मेन पोइन्टहरू हेर्छौँ भने चाहिँ पहिलोचोटि दिएको जुन सपोर्ट लेभल थियो 2583 2580 को लेभलको जुन यो सपोर्ट दिएको थियो, यसमै गएर फेरि पनि सपोर्ट दिने हो कि जस्तो नि देखिरहेको छौँ। सो कन्सोलिडेटिङ प्याटर्न देखिरहेको छौँ, यसमा चाहिँ होइन लङ टर्म तपाईँको ट्रेन्ड आइहाल्छ भनेर चाहिँ भन्न सक्दैनौँ। हल्का फुल्का चाहिँ हाम्रो इकोनोमीतिर नि कनेक्ट भएको कुरा हो। हल्का फुल्का होइन, धेरै नै तपाईँको इकोनोमीमा चाहिँ डिपेन्ड गर्ने हुन्छ बजारहरूले होइन। सो इकोनोमिक सिचुएसनमा जुन लेभलको हाम्रो अनसर्टेनिटी देखिरहेको छौँ होइन, बजारमा पनि त्यही लेभलको एउटा अनसर्टेनिटी चाहिँ फर्म भइसकेको छ होइन। बिचमा चाहिँ बढ्न होइन, बिचको कुनै समयमा चाहिँ बढ्न खोजेको जस्तो नि देखिरहेको थियो, त्यसलाई भने फेरि नेग्लेक्ट गरेर नेगेटिभ सेन्टिमेन्ट देखिएको त्यस्तो बजारमा थियो। अहिले भने फिक्स केही पनि नभएको होइन, जता पनि जान सक्ने खालि चाहिँ जान सक्ने जस्तो देखिएको छ अनि सेन्टिमेन्टमा पनि त्यही चाहिँ हल्का फुल्का चाहिँ रिफ्लेक्ट गरेको जस्तो देखिरहेको छौँ। यस्तो बेलामा चाहिँ बेस्ट मुभ चाहिँ एज अ स्पेक्टेटर नै हुने गर्छन् होइन। लङ टर्मलाई चाहिँ होल्ड गर्दै जाने अनि त्यसपछि सर्ट टर्मलाई चाहिँ अनि माथि पनि गयो नि तल पनि नगयो नि खासै मतलब नगर्ने चाहिँ यस्तो बेलामा चाहिँ सायद बेस्ट मुभ हुने गर्छन्। अझै पनि सर्ट टर्म चाहिँ तपाईँको आवरलीमा गएर एनालिसिसहरू गरौँ, सर्ट टर्मले चाहिँ के देखाइरहेको छ होइन, रिसेन्ट मुभहरू चाहिँ के कस्तो देखिन्छ। अब यहीँ खेलिरहने जस्तो देखिएको छ कि केही होइन मोमेन्टम ब्रेक गरेर जाने जस्तो देखिरहेको छ, त्यो चाहिँ हामी हेर्नेछौँ। सावरलीमा हेर्छौँ भने पनि एउटा चाहिँ तपाईँको कन्सोलिडेसन प्याटर्न जस्तै चाहिँ फर्म भइसकेको जस्तो देखिरहेको छौँ। अझै हामी जुम इन गर्छौँ भने चाहिँ प्रिभियस जुन बनाएको अप ट्रेन्ड थियो एउटा 3वटा वेभको चाहिँ हाम्रो त्यसलाई चाहिँ ब्रेक गरेर एउटा सेलिङ प्रेसर सस्टेन गरेर एउटा चाहिँ डाउन ट्रेन्ड जस्तो नि बनाउनु चाहिँ पुगिरहेको छ। सो खासै भन्नलाई नि केही कुरा बाँकी रहेको चाहिँ छैन। सो अहिले भनेको चाहिँ सायद हेर्ने नै समय बाँकी रहेको छ। सो सर्ट टर्ममा चाहिँ डाउनै देखिरहेको छौँ। अब यसलाई पहिला ब्रेक गरोस् के गरोस् होइन, त्यसलाई चाहिँ हामीले हेर्नै पर्ने हुन्छ। लङ टर्म सेन्टिमेन्टको कुरा गर्छौँ भने चाहिँ होइन, बजारले चाहिँ देखाइ नै सकेको छैन, आफ्नो रूप आफ्नो मुभहरू चाहिँ देखाइसकेको छ। अहिले चाहिँ हल्का सेल आएको जस्तो भयो भने हल्का अहिलेलाई चाहिँ पेसेन्ट भएर त्यो नेक्स्ट मुभको चाहिँ हामीले होइन वेट गर्नुपर्ने हुन्छ। सो बजारले चाहिँ क्लियर साइनहरू देखाओस् होइन, मुभहरू मिस गर्ने कुरा नि भएन। अब कन्सोलिडेटिङ मार्केट करेक्टिङ मार्केटमा चाहिँ अब होइन आँखा चिम्लेर बाई गर्ने कुराहरू पनि भएनन्। सो त्यही अनुसारले चाहिँ आफ्नो माइन्ड मेकअपहरू चाहिँ गर्नुपर्ने हुन्छ अहिलेलाई। सो नेक्स्ट मुभहरू चाहिँ के कसो देखिरहेको छौँ, सायद हामीले अझै पनि सायद सेलिङ प्रेसर चाहिँ इन्ड्योर गर्नुपर्ने हुन्छ। हल्का फुल्का आरएसआई डाइभर्जेन्स बनाउला जस्तो पनि देखिरहेको छौँ, तर क्लियरली तपाईँको करेक्सन नआइकन चाहिँ आरएसआई डाइभर्जेन्स इस्ट्याब्लिस भयो भनेर हामी भन्न सक्दैनौँ। प्रिभियस सपोर्ट रेन्जहरू तपाईँको सायद यहाँ बसि नै सकेको छन्, कसरी रियाक्ट गर्ने छ नि हामीले हेर्नुपर्ने हुन्छ होइन। आरएसआई डाइभर्जेन्स लिएर अनि यहाँबाट चाहिँ तपाईँको स्ट्रङ मोमेन्टम चाहिँ देख्छौँ भने अनि सायद हामीले एउटा सर्ट टर्मको लागि चाहिँ एउटा मुभ एक्सपेक्ट गर्न सक्छौँ होइन। त्यो चाहिँ सर्ट टर्मको ट्रेडहरूको कुराहरू भइहाल्यो। फर्दर तपाईँको लङ टर्महरूको लागि एक्युमुलेट गर्नुहुन्छ भने नि सायद अब यो जोनहरू चाहिँ राम्रो नै हुनेछन्
यो जोनहरुमा चाहिँ बाई गर्दाखेरि चाहिँ तपाईको बुल रन पछि बुल रनमा जाँदाखेरि चाहिँ त्यस्तो तपाईको फेरि पनि तपाईको स्टप लसहरुको कुरा त भइहाल्यो अनि स्टप लसमा जाने हो कि हाम्रो एभरेजिङमा जाने हो कि डलर कस्ट एभरेजिङतिर बाट चल्ने हो त्यो चाहिँ म चाहिँ यहाँ किन्छु तर पनि बजार चाहिँ अझै तल जान्छ भने चाहिँ कसरी चल्ने हो त्यो पनि माइन्ड चाहिँ मेकअप गरेर नि बस्नु होला हैन दुवैतिर सोच्नु पर्यो हैन एकैचोटी किनेको छ एक हप्तामा दुईचोटी सर्किट हानिन्छ तीनचोटी सर्किट हानिन्छ भने अब कसरी चल्नु हुन्छ त्यो चाहिँ पहिल्यैदेखि माइन्ड मेकअप गर्नुहोस् एउटा लजिकल दिमागले सोच्न अहिले एउटा लजिकली दिमागमा सोच्न सकिन्छ अहिले बिदा भएको बेलामा हैन बजार चल्दाखेरि तपाईको माथि तल हुँदाखेरि चाहिँ त्यस्तो लजिकली सोच्न चाहिँ अलि अप्ठ्यारो हुन्छ हैन अहिलेको कम्पेरिजनमा सर्ट टर्म तपाईको बजार कसरी चल्न सक्छ त्यसमा चाहिँ हाम्रो रिएक्सन कसरी लिने त्यसपछि लङ टर्म चाहिँ तपाईको सोच चाहिँ के कसरी छ भनेर त्यसमा छल्न सकिन्छ अहिलेको लागि यति नै थ्यांक यू